गण्डकी भलिबल अन फायर गाइज। हिजो भएको दोस्रो जिएम कपको फाइनल खेलमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबलाई 3-0 को सोझो सेटमा पराजित गर्दै फाइनलको उपाधि जित्न सफल हुनुभएको हो। 3वटा विभाग र 6वटा प्रदेशलाई पछि पार्दै गण्डकी प्रदेशले आफूलाई फेरि पनि अब्बल साबित गरेको छ। इन्टरनेसनल लेभलमा रिच पुग्दैन भन्नेहरूको लागि गण्डकी प्रदेशले नमिठो झापड हानेको छ। त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लब जस्तो दावेदार टिमलाई सेमी फाइनलमा 3-0 को सोझो सेटमा हराउँदै फाइनल प्रवेश गरेको थियो भने गण्डकी प्रदेशले नेपाल एपीएफ क्लबलाई 3-2 को सेटमा पराजित गर्दै फाइनल प्रवेश गर्न सफल हुनुभएको थियो। हिजोको फाइनल खेल एकदमै रोचक र कम्पिटिसन हुन्छ भन्ने धेरैजनाले सोच्नु भएको थियो, तर खेल भने सोचे जस्तो कम्पिटिसन हुन सकेन। त्रिभुवन आर्मी क्लबमा धेरै जुनियर खेलाडीहरू हुनुहुन्थ्यो, उहाँहरूले नेपाल पुलिस क्लब विरुद्ध एकदमै राम्रो खेल प्रदर्शन गर्नु भएको थियो, तर गण्डकीको सामुने भने त्यो खालको प्रदर्शन गर्न सक्नु भएन। हिजो समग्रमा हेर्ने हो भने आर्मीको लिब्रो जित बहादुर सार्की एकदमै उत्कृष्ट खेल्नु भएको थियो। उहाँ आर्मीको टिमबाट वान म्यान आर्मीको रूपमा उभिनु भएको थियो। उहाँको खेल मलाई एकदमै बेस्ट लाग्यो। अरू खेलाडीको भने ठिकठाक प्रदर्शन रहेको थियो, तर गण्डकी प्रदेशको खेलाडीहरूको त के कुरा गर्नु, उहाँहरूको खेल त सबैभन्दा उत्कृष्ट थियो। हरेक स्पाइकरको उत्तिकै भूमिका थियो। तर मलाई गण्डकी प्रदेशबाट विवश आले मगर र राजन दर्लामी दाईको एकदमै खुलेर तारिफ गर्न मन लाग्यो। विवश आले बिना स्पाइकरहरूलाई स्पाइक गर्न एकदमै गाह्रो हुन्थ्यो होला। उहाँको पास खेलाउने शैली एकदमै बवाल थियो। सबै स्पाइकरहरूले खेल देखाउनुको मुख्य कारण नै विवश आले हो जस्तो लाग्छ मलाई चाहिँ। अनि राजन दर्लामी दाईको रिसिभ डिफेन्स एकदमै बवाल थियो। स्पाइकरहरूको त सबैजनाले तारिफ नै गर्नु भएको छ। मलाई हिजोको खेलमा हेर्ने हो भने सन्तोष बिकेको खेल एकदमै उत्कृष्ट लागेको थियो। उहाँको हिजो स्पाइक डिफेन्स एकदमै राम्रो थियो र महत्त्वपूर्ण समयमा आएको थियो। त्यसैले गर्दा मैले उहाँलाई हाइली रेट गर्न खोजेको हो। उहाँले कुनै पनि विधागत पुरस्कार पाउनु भएन, त्यो भने थोरै दुःखको कुरा हो, तर पनि केही छैन। सबै खेलाडीहरूलाई मिलाएर दिँदा कहिलेकाहीँ तलमाथि हुन्छ। हिमाल सुनारी मगरको पनि एकदमै उत्कृष्ट स्पाइकहरू देख्न पाइयो। विश्वास अधिकारीको पनि स्पाइकहरू एकदमै राम्रो थियो। सञ्जु विक्रम शाह जो क्याप्टेन हुनुहुन्छ उहाँको पनि सधैँ राम्रो हुने गर्छ। संजोग परियारको पनि सर्भिसदेखि लिएर स्पाइकहरू एकदमै राम्रो थियो। तीनवटै विभागीय टिम र 6वटा प्रदेशलाई हराएर यो टाइटल जित्नु त्यति सजिलो थिएन। तपाईहरूले यो काम एकदमै सजिलो बनाइदिनु भएको छ। तपाईहरूले यति ठुलो काम गर्नु भएको छ जसको कुनै सीमा नै छैन। तपाईहरूलाई भेरी भेरी कङ्ग्रेचुलेसन्स। सबैजनाले कमेन्टमा कङ्ग्रेचुलेसन्स लेखिदिनु होला। प्रदेशको खेलाडीहरूको रिच पुगे पनि नपुगे पनि हामीसँग पनि स्किल छ, हामी पनि मेहनत गर्न सक्छौँ भनेर देखाइदिनु भएको छ। मलाई चाहिँ हिजो पर्सनल्ली गण्डकी प्रदेशको खेल कम्बिनेसन एकदमै राम्रो लाग्यो। तपाईहरूलाई गण्डकी प्रदेशको खेल कस्तो लाग्यो त कमेन्ट गर्नु है त। जय नेपाल, जय भलिबल।